सफलता भन्नु केवल पैसा, गाडी वा ठुलो भवन होइन। सफलता भन्नु हो आफ्नो लक्ष्यमा पुग्नु, आफ्नो सपना पूरा गर्नु अनि जीवनमा आफैलाई हार नमान्नु। दुनियाँमा जो कोही सफल भएका छन् उनीहरू सफल जन्मिएका थिएनन्। उनीहरूले बानीहरू बदले, निर्णय लिएर मेहनत गरे। सफल हुने यी 6 रहस्यहरू यस प्रकार छन्। नम्बर 1, सपना देख्नुहोस्। सपना नै छैन भने सफलताको गन्तव्य पनि छैन। ठुलो सोच्नुहोस् अनि सानो कदम चाल्नुहोस्। नम्बर 2, लक्ष्य निर्धारण गर्नुहोस्। एक दिन म सफल हुन्छु भन्ने मात्र होइन, म 1 वर्षमा यति गर्छु भन्ने योजना बनाउनुहोस्। नम्बर 3, नियमितता र अनुशासन। प्रतिभाभन्दा ठुलो कुरा हो अनुशासन र जोसभन्दा जरुरी छ लगातार मेहनत। नम्बर 4, आफ्नो समयको सदुपयोग गर्नुहोस्। खाली समय मोबाइल वा गफमै बितायो भने सपनाहरू केवल सपनामै सीमित हुन्छन्। नम्बर 5, हारबाट नडराउनुहोस्। हराइरहेका बेला पनि तपाईँ केही सिक्दै हुनुहुन्छ, त्यो नै तपाईँको सफलता बनिरहेको हुन्छ। नम्बर 6, सकारात्मक सोच राख्नुहोस्। नकारात्मक सोचले आत्मबल घटाउँछ, सकारात्मक सोचले अवसर सिर्जना गर्छ। हो, सपना सबैले देख्छन्, तर सबैको सपना पुरा हुँदैनन्। किनकि सपना देखेर मात्रै हुँदैन, उठ्नुपर्छ, हिँड्नुपर्छ र नडराई अगाडि बढ्नुपर्छ। सफल मानिसहरू फरक के गर्छन् त? उनीहरू योजना बनाउँछन्, अनुशासित जीवन जिउँछन् र सबैभन्दा ठुलो कुरा हारेपछि पनि उठ्छन्। सफलताको रहस्य के हो? निरन्तरता, सकारात्मक सोच र हार नमान्ने बानी। यदि तपाईँ आज दुखी हुनुहुन्छ भने, थकित हुनुहुन्छ भने सम्झनुहोस् अन्धकारपछि नै उज्यालो आउँछ। अब आफैलाई सोध्नुहोस्, के म तयार छु? के म हार मान्न छोडेर फेरि उठ्न सक्छु? यदि जवाब हो भने तपाईँ सफल हुनुहुन्छ। तपाईँको बाटो अब सुरु भएको छ। अब उठ्नुहोस्, सपना देख्न छोड्नुहोस्। अब त पुरा गर्ने बेला हो। सपना, योजना, परिश्रम र सफलता, यही हो सफलताको सूत्र। जय सफलता।